हो यता हैन है यहाँ बनाउने यता हैन मलाई चिसो छ लास्ट चिसो छ गाइजहरु ओ हल्ला नगर म अलि कानको बुढामा हान्छु हल्ला गरिरहन मुलाहरु ओइ ओइ फुच्चे रुन्जस हेर ओइ ओइ यहाँ हेर यहाँ आइसक्रिम किन्दिनु आइसक्रिम किनिदिनु हो यहाँ यो बच्चा रुँदै छ बेबी धनी चो देशीलाई लगिदिन्छु देशीलाई साथीहरु हामी गाडी आउला भनेर पर्खिराखेका थियौं तर गाडी चाहिँ आएन हामी अँधेरोमा यता हेर हिँडिराखेको अँधेरोमा हिँड्न परेको छ ऊ नानी बोकेको छ हेलो भन बाबु हेलो हो यहाँ हाम्रो भाउजू श्री अब अर्कोचोटि आन्न भन्नुहुन्छ यहाँ धौ भयो भन्नुहुन्छ लास्टै अँधेरोमा यो गाडीले धोका दियो क्या हामीलाई गाडी आउँछ भनेर ठिक्कै पारेको रेस्ट गरे खाम होइन ऊ त्यहाँ रेस्ट गरेको छन् सबै ऊ यतातिर सबै धौ भएको छ गाडी चेताउँछौँ त्यता झोलाका मान्छेहरू खतम रहेछन् के गद्दार हुनु रहेछन् यार गाडी नै पठाइदिनु यार पठाइदिन्छु भनेर अनि हामी आएका छौँ बाबु अङ्कल नमस्ते भन् हो यस्तै गर्नु हो यस्तो छ हालत हामी गाडी आइसकेको छौँ यहाँ अब गाडी लास्टमा आइसकि बोकाहरू यहाँ बसेको छ अब यस्तो छ साथीहरू भन्नुहोस् होइन यस्तो अवस्था छ अब के गर्नु हिँड्नै पर्यो गाडीमा रमाइलो भयो मा मोर लाग्यो बोका यस्तो अवस्था छ होइन अनि हामीहरू यस्तो गाडीमा गइरहेका छौँ हामी यस्तो अवस्थामा हामी गइराखेका छौँ 3 घन्टा हिँड्न पर्यो 2 घन्टा होइन 2 घन्टामा हिँड्यो घर पुगिन्थ्यो यति बेला घर पुगिन्थ्यो अब के गर्नु ऊ अट्क्यो गाडी होइन हिँड्यौँ कहाँ 15 मिनट भन्नुहुन्छ 1 घन्टा हिँड्यौँ हामी 1 घन्टामा बढी अनि त्यस्तो कुरा अनि झुटो कुरा गाडी यस्तो छ होइन यहाँ यस्तो पण्डित भएर झुट बोल्नुहुन्छ यहाँ हामी हिँड्या 1 घन्टा त हिँड्यौँ अनि यस्तो गाह्रो भएको छ लडमलाई यार म यस्तो भएर हामी झोला आइसकेका छौँ अलि बिस्तारै बोलिरहेको बोल्न मिल्दैन अरे त्यही भएर अनि फर्स्टमा यही गाडीमा हामी बल्ल बल्ल यता हेर न रविना कस्तो झोला आइसकेका छौँ अनि गाडीले धोका दियो लास्टमा गाडी आयो होइन अनि बोका पछाडि डराउँदै हामी अगाडि गना छ अनि हामी घरमा स्टार्ट भयो बाइकमा भएको मान्छे कस्तो महसुस हुँदैछ कस्तो भागिसक्नु भएको छ हाम्रा डाइनोसोरस अनि ल गाइज होइन अलि एकैचोटि हामी मेलाको भिडियो देखाउँछौँ हामी मेलाको भिडियो देखाउँछौँ अहिले चोर महाकाली पुरै हावा आउँछ पुरै मेरो भलक बिगारिदिनु भयो कालो मान्छे हाम्रो विनोदजी के साल खबर सन्चै हुनुहुन्छ श्री के अरे तपाईँको नाम के अरे बाबुले ढलकमा पो त्यस्तो फेरि महादेव तपाईँ हामी आएन र
हजुर यसो डिस्टर्ब नगर न यार सानो चिया र चिया रक्सी होइन चिया चिया रक्सी हो रक्सी हो भयो नाल्नु नाल्नु नि भयो सक्दैनौँ मिठो छ चिया मिठो छ ल हामी आगो तापिरहेका छौँ रातिको समय पनि म चस्मा लगाएर बसेको छु अलि देखिन पर्यो नि औँला त हुनु भएको नि भएको छैन आगो आगो तापेर चस्मा लाग्यो शङ्का लाग्यो यता देखेर तल काटिदिउँ लाग्यो भयो उता सोल्टिँदाखेरि यस्तो सोल्टिँदा निदमा पुरै बिचरा गाह्रो छ गाह्रो गुड मर्निङ होइन हिजोको भ्लग कन्टिन्यू गर्न पाइनँ मैले अनि हिजो साँझ त सुतेको थियौँ हिजो बिहान उठेर यहाँ चुप लाग्न बिहान उठेर यहाँ हामी नास्ता सास्ता खाएर बसिसकेको छ अनि मेला जाने हो हाम्रो बुढीले घाँस ल्याउँदै हुनुहुन्छ उबारिबाट अनि अब अलि एकछिनपछि माथि मेलाको भिडियोहरू आउँदैछ के छ हाल्ला बस्नु चिसो खाइयो कि नै राति चिसो भयो कि नै धेरै चिसो भयो धेरै चिसो भयो अहिले चिसो सोल्टिनाल कस्तो भयो नि एकदमै चिसो भयो जाडो छ जाडो छ लास्टै होइन जाडो छैन त्यति धेरै जाडो छैन कोट गाउँको जति जाडो छैन तर लास्टै चिसो भयो मलाई त तर साँच्चै लास्टै चिसो भएर कस्तो भयो यहाँ पुरै के छ कमलिका सूर्यकुमारी के छ हामी मन्दिरमा आएका छौँ होइन के लाज मर्नु के डमा बजाउन गएर मलाई बजाउन पाइन्न बजाउन गाली गर्ला नि बजाउन पाइन्छ कि पाइन्न अब हेलो गाइजहरू हामी मन्दिरमा आइसकेका छौँ लास्टमा अन्तिममा मन्दिर चटपटे गएको भिडियो बनाउनु मन रहेछ क्या यार बजाम क्या हो डमा बजाम गएर बजाउन दिने भएपछि डमा क्या डमा सक्दैन मैले के हुँदैछ यहाँ कति धेरै बोका यार होइन त्यस्तो धेरै त छैन फेरि होइन ठिक ठिकै छ तलदेखि माथिसम्म बोकाहरू यहाँ राखेका छन् काट्ने भनेर बलीको लागि हार्स घोप्स हडी हडी काटे सब्सक्राइब एन्ड च्यानल सब्सक्राइब गर्ने भन्न विश्वकर्मा 09 युट्युब च्यानल छ सब्स्क्राइबिङ च्यानल सब्सक्राइब गर्नु होला भन् सब्स्क्राइब गरिदिनु हो यस्तै गर्नुपर्छ गर्नु छिटो गर्नु पर्यो सब्सक्राइब लाइक सब्स्क्राइब र Share, कमेन्ट comment. गरिदिनु पर्यो अँ। यस्तो उया लाइक सब्स्क्राइब र बेल आइकनमा ट्वाङ पर्नु ट्वाङ के रे त्यही भन्छ के गर्ने रे बेल आइकनमा ट्वाङ हो र ट्वाङ बो घन्टी बजाइदिनु होला भन्छ रल्लै परेको छ यो फेरि दमा बजाउन लागेको छ मन्दिरमा यता आउनु न भ्लगमा दमा बजाउन लागेको हाम्रो आन्टी केही भनिदिनु मेरो च्यानलको लागि थ्याङ्क यू सो मच हैन मेरो हाम्रो दिवालीमा आउनु भएको छ उहाँलाई धेरै धेरै धन्यवाद अनि सधैँभरि आइरहनु होला हाम्रो बहिनी आउनु पर्यो तपाईँ घर हेरौँला त्यो फिक्स छैन अनि सुरजसँग मेरो फर्स्ट टाइम होइन धेरै खुसी छु पनि प्लिज एकदम फ्रेन्डली एकदम अबला सुरज वाउ अमेजिङ त्यसमा नरी रियल त्यो भन्छ नि कस्तो खुसी लाग्छ नि होइन फर्स्ट टाइम भेट्दा क्या होइन अमेजिङ के अमेजिङ मलाई आन्टी हुनुहुन्छ होला भनेर आन्टी हुनुहुन्छ होला भनेर सम्झि सम्झि हामी थ्याङ्क यू सो मच बनाउन लागेको छु हुन्छ हुन्छ भोगर बनाउन लाग्छु सुभाष र क्यामेरा दिँदैछु हेर्नु होला है त कसरी बजाउँछु म राम्रोसँग देखाएको
गाइज हो यहाँहरू धमिनी मिसहरू देखाएको छु के खोइ ऊ यहाँ बसेका छन् गाइजहरू ए हेलो गरम ऊ नमस्कार साथीभाइहरू आज पनि हामी त्यो भलक मन्दिर पूजा गरेर आइसकेका छौँ यत्रो यो बोकालोबाट अटोमा जाने मान्छेहरू गइहाले अब के गर्नु धोका हिजो जस्तै धोका भयो आज पनि त्यही भएर हामी फेरि आज पनि हिँड्दै आयौँ होइन आज पनि हिँड्दै आउन पर्यो के गर्नु धोका दिनदिनै धोका खाने भएको छ के गर्नु साथीहरू यस्तै भयो होइन नआए पनि हुने रहेछ अरे ठाउँमा त कसम यार अनि गाडीबाट मान्छेबाट आफ्ना मान्छेबाट सबैबाट धोका पाइसकेपछि हामी धोका खाएका मान्छेहरू यहाँ उखु खाँदै हिँड्दा अब धोका पनि खायौँ उखु पनि खायौँ होइन रविना धोका पनि खायौँ उखु पनि खायौँ खायौँ मिठो धोका अरूले गर्दा खायौँ आफू चाहिँ आफ्नै पैसाले खायौँ कसैको पैसाले खाइनौँ जो भलक हेर्नु भएको छ बुझ्नु होला आफू कसले भन्यो भनेर नाम त खाएनौँ नि फेरि त्यस्तो तक्न पाइन्न यहाँ फेरि